पूर्ण बेलडाङ्गीवासी दाजुभाइ दिदीबहिनीमा म नमस्कार भन्न चाहन्छु। अहिले म विशेष यो चाहिँ पेजबाट यो हाम्रो एसएमसी पेजबाट बेलडाङ्गी एसएमसी पेजबाट हामी यहाँ 2-4 सूचनाहरू फाल्न गइरहेका छौँ। अहिले 2082 फागुन 21 गते नेपालको अधिराज्यभर चुनाव हुन गइरहेको हुँदाखेरि त्यस चुनावमा हामी पनि नेपालको झापा जिल्लाको हम्सेदुम्से वनमा बसिरहँदाखेरि त्यसले पनि हामीलाई प्रभाव पार्न सक्छ। त्यसले गर्दा म स्पेसियली हामी भुटानी शरणार्थी दाजुभाइ दिदीबहिनी हरूलाई म विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, तपाईहरू यो चुनावको कारणले गर्दा यहाँ सुरक्षामा अलिकति कडाइ भइरहेको म जानकार गराउन चाहन्छु। त्यसले गर्दा तपाईहरूले शिविरभित्र अथवा बस्तीभित्र भुटानी शरणार्थी बस्तीभित्र मदिरा बेचबिखानहरूमा बेच्दै हुनुहुन्छ भने त्यो पनि प्रतिबन्ध गरिदिनु होला। र चाहिँ यहाँ अहिले चोरी चकरीहरू अति नै बढिरहेको र यो चाहिँ ड्रग्स सेवनदेखि र बिक्री वितरणसम्म यहाँ चाहिँ भइरहेको भन्ने कुरा यहाँ यत्रतत्र फिन्जिएकोले गर्दा यहाँ सुरक्षा निकायहरू पनि अति नै चाहिँ गम्भीरतापूर्वक उहाँहरूले सुरक्षा प्रदान गर्नको निमित्त यहाँ अहिले उहाँहरू एपिएफ बेस क्याम्प र बाखोर चौकी चाहिँ अगाडि बढिसकेको हुनाले गर्दा तपाईहरूलाई रातिमा हिँड्ने 9 बजेदेखि उता हिँडडुल बन्द छ। आवश्यक परे तपाईँले सम्बन्धित जनप्रतिनिधिलाई जानकार गरेर मात्र तपाईँहरू हिँडिदिनु होला र 9 बजेदेखि उता हिँड्ने कारबाहीको भागीदारी बन्नु होला। त्यसमा हामी क्याम्प व्यवस्थापन समिति चाहिँ तपाईँहरूको लागि त्यसमा हामी जिम्मेवार छैनौँ। त्यसमा तपाईँहरू कारबाही बोक्नुभयो, भोलि के भयो, मेरो बच्चालाई यो भयो, मलाई यो भयो भन्ने कुरा म कम्प्लेन हामी सुन्न चाहँदैनौँ। त्यसले गर्दा तपाईँलाई यो भिडियो मार्फत हामी तपाईँलाई जानकार गराउन गइरहेछौँ। तपाईँले जाँड रक्सी रोकिदिनु होला। जाँड रक्सी बियर के त्यो बेच्ने छ शिविरभित्र एकदम मनाइ पनि रहेको म जानकार गराउन चाहन्छु। र रातिमा हिँडडुल रोकिदिनु होला। चोरी चकरीमा तपाईँहरू पर्नु होला। भोलि त्यसमा चाहिँ कारबाही पर्नु होला। त्यसको चाहिँ भोलि गुहार हामीलाई चाहिँ गएर त्यहाँ भनिदिनु पऱ्यो, बोलिदिनु पऱ्यो भन्दाखेरि हामी व्यवस्थापन समिति त्यसमा तपाईँलाई सहयोग गर्न असमर्थ छौँ भन्न चाहन्छु। किनभने आजभन्दा अगाडि जेनजी मुभमेन्ट पश्चात एपिएफको यहाँ अनुपस्थितिमा यहाँ हाम्रो चाहिँ फटाइहरूको आँट हौसला बढेर यहाँ फटाइहरू राति बाइक कुदाउने, राति हिँडडुल गर्ने, रातमा यहाँ बुढाबुढीको घरमा चोरी चकरी अति नै बढिरहेकोले गर्दा म तपाईँलाई यो राति हिँडडुलमा चाहिँ तपाईँहरूलाई स्ट्रिक्टली यहाँ चाहिँ मनाइ भएको म जानकार गर्न चाहन्छु। सँगसँगै तपाईँहरूको घरमा अपरिचित व्यक्ति आएर पाहुनाको रूपमा बस्दैछ भने त्यो पनि तपाईँहरूले प्रतिबन्ध गरिदिनु होला। त्यहाँ अहिले अपरिचित व्यक्तिहरूलाई पाहुनाको रूपमा नराखिदिनु होला। तपाईँहरूकोमा जो पाहुना आउनुभएको छ यो फागुन 21 गतेभन्दा अगाडि नै तपाईँहरूले आफ्नो सम्बन्धित प्रतिनिधिलाई को पाहुना आएको छ, कहाँबाट आएको छ, के नामको आएको छ भन्ने कुरा चाहिँ तपाईँहरूले त्यहाँ गएर बुझाइदिनु होला। गर्न गयो भने भोलि हाम्रो शिविरमा आइपर्ने कुनै पनि दोषहरू चाहिँ टार्लिन्छ र त्यस्तो भएन। तपाईँहरूले जनप्रतिनिधिलाई नभनिकन राख्नुभयो, भोलि केही घटना आइलाग्यो भने त्यसको जिम्मेवार तपाईँ स्वयं नै हुनुपर्ने म जानकार गराउन चाहन्छु। र त्यसो भन्दै यो सूचना केवल सूचना मात्र नभएर महत्त्वपूर्ण सूचना रहेको म जानकार गराउन चाहन्छु। र यो सूचनालाई तपाईँहरूले आधिकारिक सम्झेर पालना गरेर आफ्नो समाज, आफ्नो परिवार आफूलाई बचाउनु हुन नम्र निवेदन गर्दै म तपाईँहरूलाई हामी सुरक्षित बसौँ, समाजलाई सुरक्षित राखौँ, घर परिवारलाई सुरक्षित बनाऊँ भन्न चाहन्छु। धन्यवाद।